हजुरलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। सो आज चाहिँ मैले बहुत दिनको बाद फेरि हजुरको सामने लिएर आइसकेको छु एउटा सानो भिडियो। सो बहुत दिन मेरो ग्याप भएको थियो, युट्युबमा भिडियो नहालेको। सो म आज फेरि हजुरको सामने आइसकेको छु। सो हजुरले पहिला कसरी मलाई प्यार दिनुभएको थियो, माया दिनुभएको थियो, त्यसरी माया गर्नुहुन्छ भनेर मेरो भिडियो हेर्नुहुन्छ भनेर आशा राख्दैछु। सो अहिले चाहिँ मैले सामको भिडियो बनाउँदैछु, सामबाट बनाउँदैछु। सो आज चाहिँ म चाहिँ एकदम मोमो खानु मन लागेको थियो मलाई, त्यही भएर हजुरलाई त्यही म देखाउँछु म कसरी बनाउँछु मोमो। म चाहिँ आज मलाई धेरै खानु मन लागेको थियो, बहुत दिन भयो नि त नखाएको भेज मोमो। भेज मोमोमा चाहिँ मेरो इस्कुसको मोमो हुन्छ। सो म कसरी बनाउँछु हजुरलाई त्यही देखाउन गइरहेको छु। हजुरलाई समय हेर्नुहोस् न मेरो भिडियो। मैले यहाँ आँटाहरू पनि मजाले गुलिसकेको थिएँ। यहाँ चाहिँ मैले आँटाको मोमो बनाउँदैछु अलिकति हेल्दी स्टाइलमा खाऊँ भनेर। सो मैले चाहिँ अनि त्यसको बाद यो चाहिँ किमा हो स्टफिङ, जो मैले भेजको बनाएको थिएँ। इस्कुस अनि मैले प्याज अनि अदुवा लसुन हल्का क्रस गरेर राखेको थिएँ। अलिक सिम्पल अनि हेल्दी स्टाइलमा बनाएको मैले चाहिँ आज यो भेज मोमो। सो मैले चाहिँ यहाँ हजुरलाई हल्का डिजाइन पनि बनाएर देखाउँदैछु। मलाई चाहिँ यो डिजाइन चाहिँ धेरै मनपर्छ। अनि डिफ्रेन्ट टाइप्स अफ डिजाइन हुन्छ होइन मोमोको, थुप्रै टाइप्सको हुन्छ, लेकिन मैले चाहिँ यो वाला डिजाइनमा बनाएको। सो मलाई चाहिँ यो वाला चाहिँ मलाई धेरै मनपर्छ। अनि मेरो चाहिँ यहाँ मोमो रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ स्टिम गरिसके पाकेपछि चाहिँ हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। मैदा र आँटाको डिफ्रेन्स चाहिँ थाहा पाइहाल्छ, किनकि कलरले गर्दाखेरि। त्यही भएर मैदाको चाहिँ सेतो हुन्छ, आँटाको चाहिँ हल्का येल्लो टाइपको हुन्छ। सो मैले चाहिँ हजुरलाई टेस्ट गरेर बताउँदैछु, एकदम मिठो भएको थियो। हजुरहरू एकबार जरुर ट्राई गर्नुहोस् होला, इस्कुसको मोमो बहुत टेस्ट हुन्छ। सो मैले चाहिँ मजाले इन्जोय गरेँ, पिरो चटनीसँग, टमाटरको पिरो चटनीसँग मजाले इन्जोय गर्दैछु। सो हजुरहरू पनि एकबार जरुर ट्राई गर्नुहोस् होला, बहुत मिठो हुन्छ। स्टफिङ एकदम जुसी टाइपको भएको थियो नि, के भन्नु। हजुरहरूले एकबार खायो भने बार बार खानु मन लाग्छ बनाएर। त्यही भएर हजुरहरू एकबार जरुर ट्राई गर्नुहोस् होला। म हजुरलाई यो स्टफिङ पनि देखाउँदैछु, हेर्नुहोस् कस्तो मजाको भएको छ। एकदम मुखमा हाल्ने बित्तिकै पिघलिजाने टाइपको कस्तो मजाको भएको थियो। इन्जोय गरेँ। सो हजुरहरूलाई यो मेरो सानो छोटो मिठो रेसिपी कस्तो लाग्यो सो भन्नुहोस् न। सो आजको लागि यति नै, फेरि नयाँ भिडियोमा भेटौँ ल। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।